हेलो साथीहरु, स्वागत छ हजुरलाई मेरो आजको अर्को नयाँ मिनी भ्लगमा। अनि आज चाहिँ मेरो ब्याकग्राउन्डमा कस्तो मलाई चिट गरेर चराहरु कराइरहेछ नि त। अनि मलाई चाहिँ यस्तो खालको इन्भाइरोमेन्ट चाहिँ ओभर धेरै मन पर्छ। अनि आज चाहिँ म मात्र हैन, मेरो मुसो पनि एकदम रेडी भएर बसिरहेकी छिन् कुली भएर। अनि मुसोलाई चाहिँ एकछिन टिभी खोल्दा थियौँ नि त हामीले। अनि उ चाहिँ टिभी हेर्दै अनि अहिले चाहिँ म किन रेडी भएको भने नि, अनि म चाहिँ घर आउन लागेको थिएँ नि त। म चाहिँ दिदीकोमा थिएँ अनि म चाहिँ घर आउन लागेको थिएँ साथीहरु। अनि मुसो चाहिँ मलाई छोड्न जान आँट्दै थिइन्। अनि मैले हजुरलाई भनिरहेको थिएँ मलाई टिकटक बनाउनु जस्तो नक्कल पारे पनि मलाई हिँड्ने बेलामा चाहिँ एकदमै धेरै कम्फर्टेबल भएर हिँड्नु मनपर्छ। मलाई कपाल सपाल यताउता कहीँ आएकै मन पर्दैन। अनि गर्मीको त कुरै नगर्नु, यस्तो डेन्जर गर्मी थियो। अनि हेर्नु न, मुसो चाहिँ मेरो काखमा बसेर टिभी हेर्दै थिइन्। अनि कस्तो क्युट पुकुली जस्तो देखिरहेको थियो। अनि मैले मुसोको एक दुईवटा फोटो पनि खिच्दै साथीहरु। अनि मुसो चाहिँ आफ्नो पापासँग गइसकेकी छिन्। हेर्नु न, यहाँ सिटीमा चढ्न पाएपछि उसलाई अरू केही नै चाहिँदैन। अनि हामीले चाहिँ बाटोमा धेरै धुलो हुन्छ भनेर मुसोलाई सल उडाइदिएको थियौँ। अनि बिचरा मुसो चाहिँ यसरी हिँड्न पाउँदा चाहिँ उसलाई एकदम धेरै खुसी लाग्छ। अनि ऊ आनन्दले निदाइदिन्छन् क्या। हिँड्ने बेलामा चाहिँ कहिले पनि झगडा गर्दिनन्। अनि पिकुली भएर सुतिरहेको थिइन्। अनि मस्त एकछिन चाहिँ बसिन् सिटीमा यताउता हेर्दै थिइन्। अनि एकछिन पछि त उता लुपुक्क निदाइदिन्छन् साथीहरु। अनि यो चाहिँ हाम्रो पाथिभरा मन्दिर। अनि हजुरहरु पनि दर्शन गर्नुहोस् पाथिभरा मन्दिरको। अनि मुसोहरु चाहिँ जानुभयो। अनि म चाहिँ फेरि त्यहाँबाट बसमा चढेर घर आएँ साथीहरु। अनि म चाहिँ आज बस पनि खतरा चढेको थिएँ क्या, खतरा काठमाडौँ जाने बस जस्तै थियो। अनि एकदम बबाल बसमा चढेको थिएँ। अनि म घर आएँ साथीहरु। आजको लागि यति नै, थ्याङ्क यू फर वाचिङ।